सो हेलो गुड आफ्टरनुन गाइज भन्दै आजको मेरो न्यू डे एज अ न्यू ब्लगमा तपाईँहरूलाई स्वागत छ भने आज चाहिँ म के भन्छ धरान यो कुन खोला हो चाहिँ थाहा भएन होइन म आउनु त आइरहेको र पनि याद छैन क्या घरको साम्पाङज्यूको नेतृत्वमा बनिएको भनौँ न सम संस्कृति पार्कमा यसो भिजिट गर्न आइरहेको छु है। त्यसै क्रममा अब यसो तपाईँहरूलाई पनि आउनेहरूको लागि चाहिँ होइन नआउनेहरूको लागि आजको क्रेज आज सटरडे शनिबार पनि होइन एकदमै भिड रहेको छ यहाँ ठाउँबाट भनौँ न होइन यहाँ स्थानीय मात्रै नभएर यहाँ पुरै त्यो के भन्छ पर त्यो माइधारबाट भनेपछि त कन्काई पल्लो छेउबाट पनि आइराख्नु भएको छ होइन। यहाँ एकदमै क्रेज छ आज शनिबार रहेको छ होइन। भने म चाहिँ अहिले यहाँ माथि डाँडामा यसो तपाईँहरूलाई भ्यू देखाउनको लागि यहाँ डाँडामा बसिरहेको छु होइन। यस्तो तपाईँहरूलाई भ्यू पनि त देखाउनु पर्यो होइन। म चाहिँ यहाँ छु है। यस्तो छ हाम्रो पार्कको भ्यू यस्तो छ होइन। ठाउँमा अहिले चाहिँ धेरै सुधारिएको रहेछ। अनि यता यहाँ पर रहेको छ हाम्रो पानीको फोरा पनि रहेको छ। भने यो पुल हामी चाहिँ यताबाट आएको होइन यताबाट यसरी घुमेर आएको भनौँ न होइन। भने यता माथि चाहिँ उयो पर रहेको चाहिँ हाम्रो बिपी पार्क है त गाइज। भने यता माथिपट्टि पनि छ है। म तपाईँहरूलाई देखाउँछु है त। भन्दै अहिलेलाई चाहिँ म अहिलेलाई चाहिँ तल तपाईँहरूलाई देखाउँदै जान्छु है त गाइज होइन। यस्तो छ ठाउँ हाम्रो सिँढी। म चाहिँ अहिले माथि आएको छु होइन। यहाँ चाहिँ केटाकेटीहरूलाई खेल्ने ठाउँ बनाएको रहेछ। भने यता यस्तो छ है पार्क हाम्रो यस्तो छ ठाउँ। यहाँ चाहिँ के हो माछा रहेछ। यो चाहिँ अहिले हामी के भन्छ यो तल्लो एरिया है त। तल्लो एरियाको गार्डनहरू हजुर एउटा सुगर भन्दा पिसाब गराउँदाखेरि गर्थ्यो नि त्यो एउटा उयो फोटोले त्यो पार्कमा त होइन। यो अर्कै पार्क होला हौ त्यो हो। त्यो अर्कै खोइ कुन ठाउँमा हो यही ठाउँ हो त्यहाँ कता हो त्यो धरानमै हो हुन चाहिँ कि तर धरानको तिम्ला पार्क भित्र कुन चाहिँ पार्क हो? हजुर कि यो पल्लोमा छ कि बा कुन पालोमा? पल्लो टिकट काउन्टरमा पल्लो त्यो त हेरिवरी सबै घुमेर त्यहाँ छैन है। मैले नि देखेको टिकटकमा देख्नु चाहिँ यस्तैमा ठाउँमा थियो सिधा ठाउँमा। हजुर तपाईँहरू त स्कुलबाट आउनुभएको है क्या? ए यहाँ चाहिँ हाम्रो स्कुलबाट भाइ बहिनीहरू पनि आएको रहेछ है। अहिले भिजिट गरेर गइसकेको रहेछ। भाइ बहिनीहरू चाहिँ जाने क्रममा छ। भने यस्तो चाहिँ हाम्रो यो चाहिँ तल्लो टिकट काउन्टरको एरिया हो होइन। यस्तो छ हाम्रो तल्लो टिकट काउन्टरको एरिया होइन। यस्तो छ है त। भन्दै अब म फेरि यो माथिल्लो एरियामा जानु पर्यो भन्दैछु गाइज होइन। यता हाम्रो यहाँ रहेछ हाम्रो आज चाहिँ जे होस् हाम्रो के भन्छ स्कुल छुट्टी भएर होला। हाम्रो शनिबार स्कुलको विद्यार्थीहरू पनि आएका रहेछन् है त। ल है गाइज हाम्रो यो चाहिँ गोर्खा चौतारी रहेछ है त। एकदमै दामी छ भनौँ न होइन रमणीय छ। भन्दै हाम्रो संस्कृति पार्क चाहिँ यस्तै छ है हाम्रो खोला नालाको बिचमा। एकदमै सही लाग्यो है त। राम्रै छ भनौँ न होइन यहाँको भ्यू। हाम्रो यतापट्टि चाहिँ तल्लो साइडमा पनि छ पार्क होइन। भने यो चाहिँ हाम्रो यो माथिल्लो टिकट काउन्टरबाटको दृश्य हो। भने यता तल्लोपट्टि नै अर्को काउन्टर छ। कुन ठाउँबाट आउनुभएको र तपाईँहरू?
माइदा आम पल्लो छेउबाट आउनुभएको यस्तो छ हाम्रो ठाउँ तल्लोपट्टिको पार्क भनौँ न होइन तल्लोपट्टि टिकट काउन्टरको ठाउँहरू चाहिँ यस्तो छ भन्दै अब हाम्रो यो माथिल्लो काउन्टरको त यस्तै हो भन्दै मेरो भिडियो चाहिँ यहीँ इन हुन्छ है त गाइज